Hello, welcome and welcome back to my YouTube channel. यसमा बिन्दा राणा सम्पूर्णमा मेरो नमस्कार जोडले भन्न चाहन्छु। आई होप सबैजना एकदमै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। फेरि पनि मेरो नयाँ भिडियोमा हजुरहरुलाई स्वागत छ। अनि मेरो YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने हजुरहरुलाई पनि स्वागत छ भन्न चाहन्छु। अनि आजको भिडियो केको बारेमा रहेको छ भन्दा हजुरहरुले obviously मेरो अगाडिको थम्बनेल वा टाइटल हेरेर थाहा पाइसक्नुभयो होला। आज चाहिँ हामी छाब्दी बराई दर्शन गर्न जाँदै छौं। अहिले त 8 बजेको छ। जाम कि नजाम गरेर लास्टमा जानै पर्यो। दाइले फोन गरेर रेडी भएर बस्न पठाउनु भयो थियो। सो हामी चाहिँ रेडी भएर बसेको भनौं न। हामी चाहिँ रेडी भइसक्यौं अनि अब हामी जान्छौं। अनि मेरो पुरा भिडियो हेर्दिनु होला है त साथीहरु अन्तिमसम्म। अनि म चाहिँ भिडियो कन्टिन्यू गर्ने नै छु। हालको लागि यति नै। अनि मेरो भ्लगहरु चाहिँ कन्टिन्युअसली आउँदैन होला, बीच-बीचमा आउँछ होला। त्यही पनि माया नमान्नु होला भन्न चाहन्छु है त। के कन्टेन्ट नै हुँदैन। सो त्यही भएर मैले भिडियो नबनाएको कारण त्यही भएर अनि म चाहिँ भिडियो कन्टिन्यू गर्ने नै छु। हेरेर साथ दिनु होला है त। हेर्न सक्नुहुन्छ म चाहिँ रेडी भए। म चाहिँ कुर्ती हैन, ब्याकग्राउन्ड चाहिँ नहेर्नु होला, एकदमै सफा छ। यताउति हिँड्ने बेला त त्यस्तै हुन्छ के। सो त्यही भएर है त। अनि बाबुहरु दिदीहरु रेडी भइसक्यो, म पनि भए। मेरो चाहिँ चस्मा हराएर कम तनाव छ यहाँ। मेरो चाहिँ पावरवाला चस्मा भएको भएर मलाई चाहिँ बाहिर घाममा त्यति हिँड्न मिल्दैन के चस्मा बिना। त्यही भएर कसरी पुग्ने थाहा छैन। सो अन्तिमसम्म हेरेर साथ दिनु होला है त साथीहरु। अब हामी बाहिर जान्छौं है। चाहिँ सरर लाएर गाडीमा चढेर नि हामी नारायणघाट ओर आइसकेको। मैले चाहिँ बीच-बीचमा बनाएको भिडियो। मलाई चाहिँ किनकि गाडी लाग्छ के मोबाइल हेर्दाखेरि, बसमा हिँड्दा कतै ट्राभल गर्दाखेरि चाहिँ एकदमै गाह्रो हुन्छ। मोबाइल हेर्यो भने रिगाउँछ। त्यही भएर हेर्न सक्नुहुन्छ बदासँग बसेछु म चाहिँ। अनि त्यसपछि बाबु चाहिँ कति मज्जाले निदाए के। गीतसँग मस्त छ। अनि निदाएको त छैन होला र पनि के च्याउ गरिन मैले उलाई बोलाइन। अनि म चाहिँ यहाँ चिसो हावा खाँदै झ्यालमा के गर्छ र हैन। मलाई फेरि डुम्म भयो भने पमिरा आउँछ। अनि त्यही भएर मलाई चाहिँ जति नै जाडो किन नहोस् झ्याल चाहिँ खोलेकै चाहिन्छ के। फाइनली हामी चाहिँ सरर लाएर मुनिङ पुग्यौं है त साथीहरु। अनि त्यसपछि हामी अन द वे मै छौं। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँको दृश्यहरु। अनि गाह्रो छ के मलाई फेरि भिडियो गराउनै एकदम बोर लाग्छ कि गाडीमा चाहिँ किन कुन्नी। फाइनली हामी पुल पनि कट्यौं भनौं न पुलमा आयौं के। अनि उता पारी देख्न सक्नुहुन्छ पुरानो पुल। हामी चाहिँ नयाँ पुलमा हिँडेका छौं। सरर लाएर मुलिङ पनि कट्यौं हामी चाहिँ फाइनली। के भन्छ दमौली बजारबाट भित्र लाग्यौं। बाटो सकिरहेको नि त, त्यही भएर यहाँ गाह्रो भइरहेछ। हाम्रो दिपी दादासँग पनि भेट भयो। दिपी दादा हेलो भन्दै न। हेलो भन्न। ब्लग हो क्या। हेलो भन्न। हाई देखिन्छ कि नाइ बरु। हेलो उता हेलो हेलो। हाम्रो त यता म हुई पुगेपछि बनाउने हो भिडियो। के भन्छ म चाहिँ बनाएको छैन के। झगडा यहाँ गीत बजिरहेको थियो नि त। अनि कपिराइट आउँछ, कपिराइट आइरहेको हुन्छ कि मेरो भिडियोमा चाहिँ। अनि त्यही भएर मैले चाहिँ भिडियो नबनाएको। अब मैले चाहिँ वहाँ पुगेपछि गराउँछु। त्यो दिन चाहिँ हेरेर साथ दिनु होला। हामी चाहिँ अहिले 11 बज्यो। 8 बजीतिर हिँडेको थियौँ, 11 बज्यो। सो हेर्दै गर्नु होला है त। हामी चाहिँ हाम्रो फ्यामिली आएको सबै मसराङ्गी फलफुलहरू। हेलो मोटु मोटु भन न। हेलो भन न। ए बजाइ भन त ल। मोटु मोटु हेलो भन। म को हो रे? म
रे मोटुले मलाई के पर्छ बजे हो कि हैन हो कि हैन मोटु हो है सो गाइस हामी चाहिँ आइपुग्यो यहाँ पार्किङमा छ बस पार्किङमा साढे 11 बजे आधा बजे आइपुग्यो फाइनली हामी चाहिँ अब जान्छ हेलो हामी कहाँ आएको छ र यता हेर कहाँ आएको मन्दिर छौँ लाइन देख्न सक्नुहुन्छ लाइन हेर्नु आहो लाइन खुबै छ लाइन भिड हेर्न सक्नुहुन्छ हो त्यहाँ चार लाइन छ क्या त्यहाँ मात्र सधैँ हो कि यस्तै लाइन बस्न आइपुग्ने हामी यसपालि 9-10 बजीतिर आइपुग्छ लाइन बस्न पर्थ्यो भने अहिले त हेर्न सक्नुहुन्छ कति छ क्या लाइन सो त्यहाँ मैले भिडियो चाहिँ बनाएको छैन रियान रियान यता हेर न हेलो भनिदेऊ त देऊ कस्तो राम्रो आहा बिकी भिडियो बनाइदेऊ न उताबाट होइन क्या त्यत्तिकै खाएको भिडियो तिमीलाई बस्न बनायो घण्टाकाली यस्तो मिठो धन्दै गएको कति 5 बजे खाना लाग्छौँ कि हामीले मेरो लान्छु नयाँ बनाएर भयो सेलरोटी बिचारा केटाहरू सबै उठाइदियो सेलरोटी यसरी माला ठोकेर तारा ए सेलरोटीमा डुलो कसले बनायो नाको बिहा रमेश म त माथि जाने अब चटपट लिन भयो हामीले चाहिँ के भन्छ मन्दिरमा भिडियो गराएनौँ किनकि लास्टै प्याक थियौँ हामी त आज त लगभग 12 बजे हुँदा नि 3 बजेसम्म लाइन बसायो क्या हामी त 4 बजे भ्याइएको नास्ता खाने बेला 5 बज्न गना के हाल्छ धेरै नै बास्ना आयो क्या बिग्रेको जस्तो बास्ना वास्तै आयो क्या मुखमा हाल्ने बित्तिकै प्याज हालेको रहेछ प्याज धेरै गन्दा तर बास्ना प्याज त हाल्नु भयो क्या उहाँहरूले पनि तर बास्ना आयो क्या त्यहाँको चाहिँ दिदी 4वटा भए पुग्छ होला नि अबिगेर दिदीलाई हो न एउटा सेलरोटी हालिदिने हो एउटा सेलरोटी र 4वटा आलुचप प्याक गरिदिनु यहीँको बनाइदिनु है बाहिरको नल्याउनु ल हुन्छ यहाँको चाहिँ उयो मिठै थियो क्या भर्खरको त बास्ना आएर कस्तो खानै सकेन क्या 5वटा त गयो त्यसै नि 3टा त बल्ल बल्ल खायो तिमीले खाएको बास्ना आएको थिएन
सुरुको हो कि मान्छे त्यही हो एउटा एउटा मात्र थियो कि यहाँको पेट्रोल कस्तो बासी नै हो कि सो गाइज हामी चाहिँ नास्ता सास्ता खाएर पिकनिक खानातर्फ उक्लेछौँ। यहाँ यस्तो प्याक थियो अहिले यति खाली छ के महँगो खाले हो मन्दिर त कन्तरान रहेछ ल हामी चाहिँ आयो हेलो बल्ल बल्ल माछा मासु कटकाट हुँदैछ हेलो 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 गुड जब कुकम्यान चाहिँ हाम्रै भाउजू हुने रहेछ जहाँ गए पनि। हेलो भाउजू हेलो भाउजू भाउजू हजुर पनि भन्नुहुन्न के भाउजू हजुर नि भन्नुहुन्न के खाना पाके जस्तो छ छोरा मान्छेको छोरा नै हुन्छ क्या पाक्यो जति पनि आउँछ ए त्यो कचरामा थियो नि उखुमै राम्रो आज ल हान्थुललाई भाउजू नि फोटो खिच्दैछ फोटोसुट हुँदैछ यता खाना पाक्दैछ यता म छु यता भाउजूहरू हुनुहुन्छ दाइ भाउजूहरू हामी चाहिँ खाना पाक्दैछ अनि खाना खाएर जाने हो सायद रातै पर्छ होला क्या आज हामी जान ओ माई गॉड सन्चै फेरि त्यही पोजिसनमा बस्न उखुम राम्रो देखियो ओहो नि उखुमै राम्रो देखियो नि भाइ के देखिन्छ के देखिन्छ हैन भाइ र बहिनी है एउटा र्याप हान्देऊ ल छिटो डान्स हो र्याप चाहिँ ठिक छ ल डान्स हान्देऊ न त बच्चाहरु सबै बस्नु छिटो 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 बच्चाहरु सबै यो चाहिँ हाम्रो भदा हो अर्को भदा कहाँ रमेश दुईटा भदा माथि कता गयो कता गयो यसरी बस्न थाहा भएन दुईटा भदा छिटो लाइनमा अच्छा हेलो चा दिलो छान्नु भ्या गलप हेलो बाजु नाति हेलो ल ल अटोमा जानु तिमीलाई अटो खोजिदिन्छु ल मेरो खाना हो यो यतै हामी चाहिँ ढिलो भयो रियान होला थोको छ हाल्यो छोरो
माम खाने अहिले मेरो मोबाइल हेर्ने कि तिमीले फेरि ल के दिन्छु ल माम खानु पर्यो नि सैन्दैन यता माम खानालाई माम लिगेमै सौतीहरू यता हेर्दै भाइ भन्देऊ यता माम खाँदैछ मामी चाहिँ अब मासु खान्छौ ल पहिला मासु खानु बस दाजु पे कहिले पाल्ने ओ कहिले निगे दाजु पेस्टर पाले सधैँ खाली कहिले कुराले कहिले निदेले के सधैँ ल जेसिएम है वसिनाले अब हामी चाहिँ टक्क खाना खान्छौँ अनि खाना खाएर घरतर्फ लाग्छौँ ल मासु हेलो रिसाको आँखावाला ठ्याक्कै यस्तै हो होइन यतिकै ठिक छ कोहरू फेरि आउँदैन काकी काकी त फेरि डेन्जर खतरा हो नि त खतरा है यहाँ ए अन्डी सानो भाउजू भाउजू नै भन्नु हेलो भाउजू भाउजू निर्मेश हेलो हेलो भन न माम भ्यायो अलि छिटो खाऊ है मिन्छ म्याडम के छ अलि बल गरेर खाऊ ल अब त टाउको नदुखाउने है निर्मेश इला कुला कुला हाँसिलले माम हार भ्यायो ओ माई गॉड आयन माम खाएर भ्यायो के खाएको माम अनि के खाएको नि त्यो चिची हो आ माई गॉड मिठो छ अलि धेरै खाऊ ल हेलो विकिरण तिमी जाने हो कि बस्ने हो खाना पुग्यो दाइ ओ माई गॉड हाम्रो बाउजी तल्लो जानु भएको छ छोरो त ठुलो भएछ हेलो हेलो पूजा गरेर हामी यहाँ चाहिँ अहिले प्रसाद खाँदैछौँ अब यहाँ प्रसाद खाएर भ्याएपछि जाँदैछु होइन अब हामीले दाको नबाख्ने बेलै आउँदा आएको है अनि यहाँ चाहिँ आज ठ्याक्कै के अवसर पर्यो त्यसरी घुइँचो भएर आज शनिबार बिहानको चाहिँ 7 बजी यहाँ प्रवेश भएर 4 बजी बल्ल हाम्रो पूजा सकिएको त्यो प्रसाद खाँदै लिँदै हो क्या खाँदै लिँदै यहाँ खाएपछि हामी एकदम रमाइलो गरेर गाडीमा अझै रमाइलो गर्ने हो रमाइलो गरेर हामी चाहिँ गैँडाबाटमा जान्छौँ ओ माई गॉड हिँड्ने कति बेला थाहा छैन हिँड्नलाई अहिले कति बज्यो 7 बज्दा ए भइसक्यो ओ माई गॉड 8 बजे हाम्रो दिदी साथी नसँगी एक्लै रङ्गी चङ्गी बरा एक्लै
हाम्रो यता छोजी मुचा नानको ओ बाबा जेम्बिया टोलीहरू भात खाने बेला गाई यी तन्नेरीहरू मसराङ्गी के अरे ल लगाऊ 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 ए यता हेर त ओ मदनजी सञ्जय मौसम ओ दादा ओ रमेश यता हेरिदियो न सेउ साइड लुक्स दे दो न हो क्या हाम्रो मेरो बुबु दाइ एक गीत गयो त्यो भाडा मात्नेवाला गीत के छ र कम्पनी जतिमा चाहिँ उति चम्कने के हो यस्तै छ है हाम्रो फुपू फेरि भाउजूले घोसम गर्छ होला नि ओहो सिया नि बोजू नयाँ ओ कुर्ता लात्रिस भोजू मेरो पनि लत्रे होला खै के भन्नु त यहाँ 2-3 शब्द के भन्ने होला भन त हैन भन्नु न म 2-3 शब्द के कस्तो लागिराख आज हल्का ढिलै भयो डेन्जरै भयो उदुमै ढिलो इला उला यस्तो अँधेरो भइसक्यो 7 बज्यो घर जाने कहिले थाहा छैन घर पुग्ने कति बेला थाहा छैन 3 घण्टा लाग्छ ओ माय गॉड बल्ल भाडा मार्दैछम कसैले खाँदैछन् हैन उता के हो को हो उता ल बाउजा तिमीले यो समात्न उल घुमु गर घुम गर्नु पर्यो नि अनि घुमु नगरेर के गर्नु तिमी भन त तिमी त केही कामै गरेन हामीले यहाँ मासु काटेर टी-सर्ट सिधै बिगारिसक्यो नदेखेर मात्र पो त है मौसा अनि काम त सबैले गरेर आएको ल है फेरि कराइदी डेन्जर ल कराइ खन घुम मस्काइछन् फुले यस्तै हो इलिक कटल गर्नु पर्यो भदै भएपछि भदैको नि हानिरहेछन् हात मात्र धुनुहोस् भन्नुभयो धुए हात पनि अनि के भएन के हो काका होइन यतै दिनु रे पखाल्नु मिल्दैन रे होइन मिल्दैन रे पखाल्नु बेलामा दिन्छु गिलास पानी त उतै होला हौ काका ए माले हो से कुला ल यो ठुलो हानम त कसरी हान्ने हो यो अरेले गाउँमा हामीले कति माझ्यो हजुर यो त उता दाइको तलको होइन नुन सञ्जयको दाइको पानी पोखाउनु न अब एक हातले हान्नु अनि सक्यो होला हौ यो त हालेर फेरि माझ्न पर्छ चिल्लो लाग्यो भने मात्ने ए इजी हो को यो पापड खाने हामीले त पाएन हामीले त सेतो भात अनि 2 थरीको मासु ग्रेभी ल उल्टे बनाएर उता लैदिउँ न ल उता बोलाऊँ ल मौसम यहाँ एकजना आइज सो गाइस हामी चाहिँ टुक्क लाएर 7:30 बजे घरतिर फर्किँदैछौँ केही देखे छैन यहाँ कभरले मिलियन छाप्ने हो कि
ल मिलन थप्दै त ल जाऊँ के साथी भएन कि कन्सेप्ट मिलेन भयो कहाँ सुकिङ आज त ओहो कसैले नि ठुलो मम्मीलाई भरिया हामी चाहिँ हिँडेको ला सोल्टीहरू मैले भारी बोकेको हेर त ए खोइ काराको खोइ छोरा म बोक्दिन ल आयो मम्मी आरोसिर मैले होइन अगाडि हिँड्नु अगाडि हिँड्छ नि आज बुढाहरूको फोन आउँछ मेरो त अघि आइदियो खै मेरो त आइपुगे छैन आज आउँछ भनेको छैन हामी त सो गाइज फाइनल्ली हामी चाहिँ घर आइपुग्यौँ अहिले आइपुग्यौँ भनौँ न फाइनल्ली ठ्याक्कै हामी चाहिँ 10:30 बजीतिर आइपुगेको थियौँ गफ गर्दा गर्दा अनि अहिले चाहिँ 12:30 भएको छ अब सुत्न लागेको अन्त अब ड्रेस चेन्ज गर्नै छ क्या अनि यस्तो के 4 घन्टाको लाइन बसेर बल्ल बल्ल पूजा गरेर अनि खानासाना पकाएर खाएर हामी चाहिँ हिँडेको अहिले चाहिँ ब्लग एन्डिङ गर्न लागेको 12:30 बजे अनि दिदीबहिनीको आएपछि गफसफ भयो अब ड्रेस चेन्ज गर्ने हो अनि सुत्ने हो सो मेरो आजको भिडियो यति नै त्यसो केही छैन बस पछिको लागि बनाएको हेर्न यादगार हुन्छ नि त त्यही भएर सो मेरो आजको भिडियो यति नै भन्न चाहन्छु के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला आज चाहिँ हामी बसमा गएको 25 केटाकेटीसँग गरेर 25-30 जना थियौँ होला है अनि रमाइलो भयो भनौँ तर आउँदाखेरि चाहिँ भोस दमौलीबाट खास हामी दमौली छाप्देपुर आइगएको नि त अनि भोस थियौँ कि आउँदा त त्यहीँबाट सुतेर 81 हामी नारायणघाट आएर बिउजे थियौँ सो मेरो आजको भिडियो यति नै है त साथीहरू अनि म चाहिँ अर्को भिडियोमा जोडिने नै छु आजको ट्रिप चाहिँ एकदम रमाइलो चाहिँ भयो तर लाइन बस्न परेर साह्रै गाह्रो भयो ढिलो गएको थियो नि त त्यही भएर गाह्रो भयो सो है त साथीहरू सो बाई बाई मेरो चाहिँ आज कुर्ता पनि च्यात्तियो नयाँ कुर्ता लाएर गएको च्यात्तियो सो आजलाई यति नै बाई बाई लभ यु अल see you in next vlog and thank you so much for watching my video अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजुरहरूलाई फेरि पनि मेरो पुरा भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु अनि जाँदै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त बाई बाई